अरू नभन्नु पर्यो अब कसले अब यता सुन्नु अरू कोही नभन्नु यसले एकछिन तिमी तपाईँ नबोल्नु न एकछिन त रेणुका बराल यहाँ सुन त रेणुका बराल रेकर्ड गर त भालु नि त बेसिया त इज्जत नभएको रन्डी रहेछस् त माधव चोत रन्डीलाई मैले यत्रो सम्मान गरेर आफ्नो कुरा राख भन्दाखेरि त रन्डी माधव चोत अर्काको छोरालाई कुकुर भन्ने तेरो पहिले सिकाएर रानीको छोरी त माछिकले भालुले के गर्न सक्छ ल गर जा त रानीको छोरीलाई इज्जत गरेर चाहिँ बोल भन्दाखेरि त साला कुकुर कुकुर भन्दै बोल्ने आजबाट चाहिँ भोलिबाट एमालेको नाम लिँदै लाइभ चलाइस् भने तेरो एमालेको नाम लिएको छ रानीको छोरा सधैँ हिरो बनेको माधव चोट त रन्जीको छोरालाई मैले के भनेको छु रानीको छोराको पक्ष भालु नि रन्डीको छोरी इज्जत सिज्जत छैन प्यार गर्यो त रानीको छोरीलाई मैले जत्रोसँग राम्रोसँग भन्दा तेरो बाउलाई भने कुकुर माछ्ने रन्डी तैँले कुकुर कसलाई भनेको तेरो कोही हो कुकुर तेरो कोही कुकुर हो खाती निसाला कोसँग बोलिरहेको नाम लिइरहेको थिएँ नि को नै भनेर रवि जुराल तल छ त बोलाउनु र माथि इज्जत गर्दाखेरि इज्जत गर्न सिक्यो अरूलाई पनि तँलाई भालु भन्दा मन दुख्दो रहेछ अर्काको छोरी चेलीलाई चाहिँ मन दुख्दैन तेरो बाउको अधिकार रानीको छोरी तँलाई गाली गर्नु पनि मेरो अधिकार हो भालु विषयमा बोल तैँले अरूलाई गाली गर्दा चाहिँ तेरो अधिकार हो तँलाई पनि मैले गाली गर्नु मेरो अधिकार हो तेरी मासाला नखचरी नखरमौली जस्तो तरकारी व्यापारी छाला व्यापारी त मुलाले केही पनि गर्न सक्दैन राइट हुनुपर्छ क्या आफू राइट हुनुपर्छ तँलाई हिजो हामीले गरेकै हो त्यो रिगल गुरुङलाई चाहिँ मोड दिनु भनेर तपाईँले भनेर नि त तँलाई मैले इज्जत गर्दाखेरि तैँले कुकुर भन्ने मलाई के भयो रिगल गुरुङलाई दिदी भनेर बोल्नु पर्दैन रेणुकाले भनेर त्यो रिगलले चाहिँ हाम्रो सीधा अधिकारीले रन्डी भालु भनेर दुनियाँ थरी गाली गर्दा मेरो मान्छेले भन्दा के फरक पर्छ भन्छ के हो कुरो तिमीले भनेको छैन त्यस्तो भनेको छैन दाइ म त्यस्तो बोलेको अनि त्यस्तो भन्दिन नि सही जर्नलिस्ट कुनै मान्छे रेजिनाले अघि भने होइन यो कति पेता गरेको यार यो मान्छे सुन न एउटा होइन ल अनिता छ अनिता बोलाउँ भनेको छैन भनेर हुँदैन क्या बोल्दैन नराम्रो कमेन्ट गर्दा मात्रै रोक्ने उसले धेरै रवि दाइले बोल्छ कि बोल्दैन भन्ने कुरो हामीलाई थाहा छ के उनलाई भने नराम्रो कमेन्ट गर्नेलाई मात्रै रिङमालले बोल्छ धेरै तर अरू कुरा सुन्न सक्दैनस् अहिले अहिले चाहिँ मलाई तँलाई मैले दिदी भन्दै गर्दाखेरि तैँले मलाई कुकुर नि भने किन रन्डी पनि भन्न पाउँछौ तिमीले रन्डी पनि भन्न पाउँछौ मेरो मोनिटरिङ रिङलाई दिम कि लाइभमा म आउने खालको मान्छे नै होइन एकछिन बेलुका त्यस्तो काका पुरै नसुन्ने क्या यो मान्छे कस्तो चोथाले आए मेरो पेरीमा बेजेती हो तिमीलाई लाभ लाग्दैन फोटो हाल्नलाई